यो टिम हो एभरेस्ट फिल्म एकाडेमीको। जोरदार ताली यो टिमलाई। धेरै धेरै शुभकामना र बधाई पनि। म यो टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यथास्थानमा आसन ग्रहणका लागि आग्रह पनि गर्छु। हजुरहरू चाहिँ सबैजना गएर कोही बजेट भाषण गर्ने, कोही ठुल्ठुलो क्याबिनेटमा बोल्ने, कोही कहाँ बोल्ने। म पनि राई नै हो दाजु, एकछिन यसो अडेस लाएर बोलौँ न। थ्याङ्क यू दाजु। अब म आज यो चाहिँ जुन एभरेस्ट चलचित्र प्रतिष्ठान भनिन्छ होला होइन, नेपालीमा भन्दा नाम अङ्ग्रेजी भएकोले गर्दाखेरि नेपालीमा बोल्न एकदम जरुरी छ। सबैले अस्ट्रेलियाको भनिसक्यो क्या, नामै अङ्ग्रेजी छ, विल्सन विल्सन भन्छन्। एकदमै चाहिँ यो एभरेस्ट चलचित्र प्रतिष्ठानलाई एकदमै उत्तर प्रगतिको कामना, धेरै धेरै शुभकामना। जिन्दगीमा बोलेको सुनेन, जिन्दगीमा यस्तोमा आएर पनि बोल्नु लेखेको रहेछ। हिजो सपना राम्रो देखिरहेको थिएँ, आज आएर यहाँनिर चाहिँ नि मन्त्रीज्यूको अगाडि बोल्न पाएँ। उपस्थित सम्पूर्ण मेरा सल्लाहकारहरू, हाम्रा सम्पूर्ण फ्याकल्टी मेम्बर्सहरू, पत्रकार साथीहरू, पाहुनाहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। यो स्वभावैले मलाई अलिकति नर्भस बनाइरहेछ। त्यो किन पनि भन्नुहुन्छ भने आजभन्दा 3 वर्ष अगाडि चारैतिर जब म नेपाली चलचित्र क्षेत्रमा एउटा भविष्य खोज्थेँ, त्यतिखेरदेखि मलाई लाग्थ्यो विकास बोर्डको अध्यक्ष अहिले हुनुभयो, पहिला निर्माता सङ्घमा अध्यक्ष हुनुहुन्थ्यो, उहाँले पनि भन्नुहुन्थ्यो नेपालमा शिक्षित वर्गहरूको खाँचो छ, जसको इन्टरभ्यू पढ्दाखेरि पनि नेपाली चलचित्रहरू किन बनिरहेको छैनन्, किन राम्रो भइरहेको छैन, यसले किन स्तर पाइरहेको छैन भन्दा सबैको भनाइ त्यही हुन्थ्यो कि पढे लेखेका मान्छेहरू छैनन्, अरू इन्जिनियरिङ गरेका मान्छेहरूले यहाँ केही गर्न सक्दैनन् अथवा उनीहरूको क्षेत्रै परेन। नेपालमै फिल्म नै पढ्नको लागि एउटा राम्रो इन्भाइरोमेन्ट हामीले क्रिएट गर्न चाहिँ किन सकेनौँ त जस्तो मलाई लाग्यो। र 3 वर्ष अगाडिदेखि म यो होमवर्कमा थिएँ, मैले तयारी गरिरहेको थिएँ। इन्दोर छ, त्यहाँपछि हाम्रो केहेन्द्र धिमाल जसले नेपाली चलचित्रको इतिहास जहिलेबाट सुरु भयो त्यहिलेदेखि प्रोडक्सन डिजाइनर गरिरहनु भएको छ, उहाँहरू हामीसँग टिममा आउनुभयो। हाम्रो विश्व बस्ने दाई आउनुभयो, गौरी मलाई दिदीहरू आउनुभयो, हाम्रो नारायणपुरी दाईले मलाई सधैँ साथ सपोर्ट गरिरहनु भयो। अब धेरै जाँदा भन्दाखेरि त फोटोमा देखिहाल्नु धेरै ठुलो टिम छ, मैले भन्दै जाँदाखेरि देखिहाल्न सक्छु। सबैले मेरो यो योजनामा साथ सहयोग गर्नुभयो, सबैले आज अनरसिप लिनुभयो। त्यसैले गर्दाखेरि आज एभरेस्ट फिल्म एकाडेमीको उद्घाटनमा तपाईँ हामी सबैजना उपस्थित हुन पाएका छौँ। अब म थोरै बोल्छु किनभने सुनिल दाइले धेरै बोलेको मजा आउँछ, उज्जवल घिमिरे दाइले मजा आउँछ, मैले बोलेको मजा आउँदैन। एभरेस्ट फिल्म एकाडेमीलाई चाहिँ हामीले इन्टरनेसनल तरिकाले इन्टरनेसनल्ली एउटा क्याटेगोराइज गरेर लाने कोसिस गर्दैछौँ। हामीलाई सबैले भन्नुहुन्थ्यो तिमीले एफिलिएसन किन नलिएको, एफिलिएसन किन नलिएको भन्नुहुन्थ्यो। टियुसँग सम्बन्धित राख्ने कोही पनि मान्छेहरू यहाँ हुनुहुन्छ होला, सरी टु से टियुमा फिल्मसँग सम्बन्धित त्यस्तो करिकुलमहरू मैले पाइनँ। ती उनीहरूको मेजर नेपाली, मेजर इङ्ग्लिसहरू राखिसकेपछि मात्रै हाम्रो सिनेमाको एउटा सब्जेक्ट पढाउनु पर्ने छ। त्यो मलाई भन्दा बढी हाम्रो विनोद पौडेलज्यू, हाम्रो उसको सिओलाई थाहा छ। त्यो भएकोले गर्दाखेरि हामीले जे उद्देश्य दिन खोज्दैछौँ त्यो नपाउन सक्छौँ भनेर सुनिल दाई र हाम्रो उज्जवल दाईको 1 महिनादेखि होमवर्क केही भइरहेछ कि युरोपको कुनै एउटा फिल्म इन्स्टिच्युटहरू, फिल्म युनिभर्सिटीहरूसँग हामीले एफिलिएसन लिँदैछौँ। त्यो आज हामीले अनाउन्स गर्न सकेनौँ किनभने लिखित सबै कुराहरू भइसकेको छैन। यो कुरा पछि सुनिल दाईले भन्नुहुन्छ।